हेलो साथीहरु, आज पनि अर्को भिडियो लिएर आइसकेको छु। आज चाहिँ म नेपाली मुभी मितज्यूको अफिसियल टिजरलाई रियाक्ट गर्दैछु। तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव प्रतिक्रिया कमेन्टमा दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला भन्दै दयाङ राई र सुगात मल्लको अर्को एउटा कम्बोको टिजरलाई रियाक्ट गर्दैछु। हेरौं टिजर कस्तो छ। वेलकम टु आजदेखि हामी कहिले झगडा गर्ने छैनौँ। अब यो मितज्यू चाहिँ राई कल्चरमा पो बनेछ कि जस्तो लाग्यो मलाई यसो हेर्दाखेरि हैन। सुँगुरको टाउको देखेर आएको छ भनेपछि त केही मित लाउँदाखेरि अरु कुन कास्टले गर्ला र हैन टाउको राई सुँगुरको राई कल्चरमा बनेको छ जस्तो लाग्यो मलाई। राई लिम्बू कल्चर कसैले नछोको मेरो कुम सुन्नुलाई तम हाम्रो मितेरी साइनो लिवाङ्गेर केटीको मामलामा कडै हुन्छ नि जुनी जुनीसम्म रहिरहनेछ। शिशिर बाङ्गेलको फेरि जोरदार छ आफ्नै त होइन त ल आज छाडे यो बीचको समयमा घर स्त्री वा पर स्त्रीसँग कुनै लसपस्त भएको यो केटी त कस्तो ऊ हो यार। अनुषा होइन यो केटीको नाम अनुषा राई छैन नगर्नु पनि है। लसपस भयो भने त विश्वकर्माको कृपा तपाईँमाथि घट्ने देखिन्छ नि। तिमीहरूले मिट लगाएर गलत गरेको है। अर्ग्यानिक फाइट फेरि हेर्नु भयो भने अन्य बुढा मगर कल्चर बनेको रहेछ। मुभीको ट्रिजर चाहिँ यति नै छ। अब मलाई फर्स्टमा चाहिँ हाम्रो अब राई कल्चरमा पो बन्यो कि राई लिम्बू फेरि भनेर यसो मलाई अलिकति लाग्दै थियो, एक्साइटेड हुँदै थियो। तर मुभी मगर कल्चरमा बनेको छ जस्तो लाग्यो मलाई यसो हेर्दाखेरि। अनि अब त्यही त हो नि, अब पुरानो मितेरी साइनो पनि एउटा एक प्रकारको हाम्रो देशमा चाहिँ के छ भने त्यसलाई चाहिँ एउटा कल्चर जस्तै सम्झिन्छु म चाहिँ। मेरो पोइन्ट अफ भ्यू हो यो। त्यस्तो छ। अब हाम्रो सुगात मल्ल र दयाङ राईको कम्बो त तपाईँहरूलाई थाहा नै छ। अब कसो मैले भनिराख्नु पर्दैन। उहाँहरूको डुओलाई हामी नेपाली दर्शकले यति मन बनाउँछौँ कि जुन मुभीमा पनि उहाँहरूको डुओ हिटै हुन्छ जस्तो लाग्छ मलाई। अनि हिट पनि हुनुपर्ने हो। दुईजनै अब भर्सटाइल एक्टरहरू अनि कलाकारको उस्तादहरू भन्छु म चाहिँ नेपाली मुभी इन्डस्ट्रीको अहिलेको अवस्थामा। टिजरमा त त्यस्तो कथाहरू त केही देखाएको छैन। त्यही पनि अब ट्रेलर आएपछि रियाक्ट गर्नेछु। हल्का मुभी कमेडी अनि कमेडीवाला टाइपको बन्छ होला सायद जस्तो लाग्यो मलाई भन्दै भिडियोलाई अन्तिमसम्म हेर्नुहुने साथीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला भन्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु। धन्यवाद।